हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। हामी कहाँ छौँ हामीले आफैलाई थाहा छैन। अहिले के भन्छ मुगलिन जान लाग्छौँ। मुगलिन जाने बाटोमा छौँ, जान लाग्छौँ भनौँ। सो अहिले चाहिँ त्रिशुल नदीको छेउमा छौँ। उता बिरे, यता म एकदम चस्मा लगाइदिउँ। त्यो अलिकति ढिल्ला छ। आइज हिँड्छौँ। यता यो तलतिर पुल छ होइन, यो झुलुङ्गे पुल। हामी चाहिँ झुलुङ्गे पुलमा अहिले एकछिन यसो हिँड्न जान लाग्यो। बाइक चलाउँदै पुरा बस्दै मलाई चलाउँदै निद्रा लाउन लागेको क्या। पुरा यस्तो झोक्रिनु लाग्थ्यो ऊ चाहिँ। मलाई पनि आँखा होइन चिम्मिने जस्तो भइरहेको थियो, तर पनि मैले चाहिँ कन्ट्रोल गरेर राखेँ आफूलाई चाहिँ। निद्रा त डर लागिरहेको थियो। अहिले चाहिँ चिसो पानी खायौँ। अब बाइक माथि राखेर अहिले चाहिँ तलतिर हामी चाहिँ यसो पुलतिर यसो घुमेर भनेको भ्यू चाहिँ हेरेर। उता पल्लो साइड होइन गाउँ रहेछ। यता चाहिँ यी त्रिशुल नदी होइन, तल चाहिँ हामी चाहिँ त्यही गइरहेको। ओके यो पुड्के लास्ट थाकेको छ यो पनि, म पनि। अस्ति त होइन जाने बेला चाहिँ हेलमेट लगाएको थिएन, हाल त्यसको बहुत खराब थियो। आज चाहिँ अलिकति ठिक छ। आज नत्र पनि आज यसको अनुहार पनि कालो हुन्थ्यो। अस्ति त मैले भिडियो बनाएन, भ्लग बनाएन, नत्र त्यो बेला देखिन्थ्यो होइन कालो अनुहार। अहिले चाहिँ यता झुलुङ्गे पुलमा हामी, यही हो सस्पेन्डेड पुल हुन्छ यसलाई होइन। इन्जिनियरिङ, हाम्रो इन्जिनियरिङ भाषामा चाहिँ यसलाई सस्पेन्डेड पुल भन्छ। हामी इन्जिनियर भएको हुनाले मोबाइल नि खसाल्दैन होला। यो चाहिँ पुल यतातिर यो खै के हो यार, सायद यो के भन्छ ढुङ्गालाई क्रसिङ गर्छ क्या हो। यहाँ ग्राभेल बनाउँछ होला सायद। हल्लिरहेको छ यार। अब बिचमा पुग्यौँ होइन। यही हो होइन विन्डगाई केबल होइन, यसलाई भन्छ विन्डगाई केबल होइन। यसलाई के भन्छ यार, वाक डेक के भन्छ बिर्स्यो। हामी चाहिँ अहिले यसको कम्पोनेन्टहरू यस्तोमा आयो भने होइन त्यस्तै आफ्नै फिल्डको त्यो एड आउँछ क्या गाइजहरू। यस्तै हो पारा। बाढी आएछ क्या हो, पानी पहिरो छ। ले आइज आइज यसलाई चाहिँ भ्लगमा भिडियो बनाउँदा होइन अरे। हिँड्न त अहिले उतादेखि आउँदाखेरि बनाउँला। आइज न म पुग्छ है। हामी चाहिँ अहिले सेन्टरमा पुग्न छौँ बिच। ओके उस उड्ने को डर लाग्यो त यार, डर लागिरहेको। यतातिर बल देखिरहेको छ। यतातिर त देखिँदैन मेरो मोबाइलमा त्यस्तो आइफोन होइन। यतातिर देखाउन सक्छु अलिकति पहाडहरू टच भइरहेन यार। यता हाम्रो जाने बाटो, यो चाहिँ पुल भयो, यो चाहिँ हामी भयो। ओके गाइज अब भिडियोको भिडियो बनाइदिन्छु म चाहिँ। Oh my god. View. That's called awesome view. Amazing. यता के भन्छ यता पुग्यौँ कि हामी चाहिँ माथि चढ्न लाग्यो। माथि चढ्ने बाटोमा चाहिँ यस्तो पुरै हिलो होइन, त्यो चाहिँ दरो जाम रहेछ होइन। यताउता गाडी जान पाइरहेको छैन। हामी चाहिँ बिस्तारै गइरहेको छौँ। उता अगाडि पनि गइरहेको छ बाइक बिस्तारै। हामी पनि बिस्तारै गइरहेको छौँ। यतातिर दरो हिलो रहेछ कि उता भन्दा पनि होइन, तलतिर भन्दा पनि। अहिले चाहिँ रात परिसकेको छ। हामी चाहिँ काठमाडौँ पुग्ने बेला भइसकेका छौँ। ए
काठमाडौँदेखि निस्केका बसहरू होइन झिलिमिली लाइट बालेर हिँडिरहेको छन् हेर्न सक्नुहुन्छ बवाल बवाल बसहरू छन् राम्रोसँग त देखेको छैन तैपनि बवाल बवाल छन् यतातिर चाहिँ बाटो चाहिँ अति नै खराब छ क्या भन्नुपर्दा चाहिँ साँच्ची सो फाइनल्ली जबरजस्ती पनि पुग्यो होइन काठमाडौँ थानकोट हेर्न सक्नुहुन्छ गेट यो चाहिँ अब चाहिँ कति बज्यो अहिले यार खै त्यो मलाई थाहा भएन तर अहिले एकछिनमा चाहिँ हामी पुगिहाल्छ अब यहाँदेखि कति किलोमिटर छ लगभग होला त्यस्तै 20-25 किलोमिटर कति छ होइन ललितपुर पुग्न हिमाडोल पुग्न हामीलाई चाहिँ लाग्छ अब सो गाइज हामी चाहिँ फाइनली पुगिसकेका छौँ कोठा अहिले चाहिँ भाइ चाहिँ कोठामा ताल्छ साल हानेर खै कहाँ गछ अहिले गिरेर म हालत यस्तो छ यसको हालत म देखाउन चाहन्छु तपाईँहरूलाई हेरेर न यहाँ पुरै डुलो लाग्दो अनुहार खै मेकअप गर्न अनुहार अलिअलि ठुलो हेरेर अरू नक्स मेरो यस्तो छ यो हालत घरदेखि काठमाडौँ आउँदाखेरि यस्तो हुन्छ कि म आएको छु बाइकमा आउँदाखेरि ओके म झोला देखाउँछु है त झोला यस्तो छ तेरो झोला पनि देखाएँ ओके म बाइक देखाउँछु है त म पनि यस्तो खराब है हालत खराब छ मेरो पनि हेलो पुन्टे दिएर के छ मेरो भाइ सन्चै छस् ए बाइक चाहिँ यस्तो भइसकेछ हालत यसलाई चाहिँ भोलि अब धुलाउनु पर्छ काँच नदिने हो खै यस्तै हो यार कान सान दुखिसक्यो चाक दुखिसक्यो पुरै आमा कसो ए चड्डी त होइन पुरै ह्यान्ड प्लस तारा यस्तो चिप्क्या छ यस्तो जोरसँग कि पुरै नगरौँ क्या माको सो गाइस यही हो ओके बाई अब अर्को भोलि देखाउँछु पछि है त पुन्टेसँगको बाई भन् मेरो भाइ बाई भन् न पुन्टे खान्छु बाई भन् अहिले पनि बाई भनिदियो है त गुड नाइट बाई